त्यसबाट नसामा चाहिँ नि गकेजहरू चाहिँ कम हुँदै जान्छ हैन, नसा सम्बन्धी समस्या हुँदैन हैन। अनि यहाँ ग्रुपमा समूहमा चाहिँ नि बसिसकेपछि घरमा बस्नुभन्दा ग्रुपमा बसेको राम्रो हुन्छ है। त्यसैले चाहिँ नि तपाईको चाहिँ नि हामीले एकैचोट स्वर निकाल्दाखेरि ठुलो स्वर आउँछ नि, आउँछ कि आउँदैन? एक्लै स्वर निकाल्यो भने के हुन्छ? सानो आउँछ नि है। त्यस्तै भने चाहिँ समूहमा हामीले चाहिँ नि योग बस्दाखेरि, समूहमा ध्यान बस्दाखेरि चाहिँ नि त्यसको पावर बढी हुन्छ हैन। त्यो पावर बढी हुन्छ। अनि कस्तो हुन्छ भने आफूले योग नलाए तापनि अरूले योग लाएको र उहाँ जुन जीवन चाहिँ नि समर्पित गरेर बाबामा समर्पित गरेर चाहिँ नि उहाँले चाहिँ नि जीवन चाहिँ नि समाज कल्याणको लागि दिन्छु भनेर उहाँ त दिन रात तपस्या गरेको उहाँको वेबले पनि तपाईहरुलाई ध्यान लाग्न सहयोग गर्छ, प्रभाव पर्छ तपाईहरुलाई है। त्यसैले चाहिँ नि हजुरहरुले चाहिँ नि कोष नलिनु भएकोले कोष लिनुस् हैन। कोष लिइसकेपछि बाबा को हो भनेर बुझ्नुहुन्छ, आफू को हो भनेर बुझ्नुहुन्छ, आत्मा के हो भनेर बुझ्नुपर्छ हैन। किन एक दिन त मरेरै जाने हो नि हैन र, हो नि हैन। तर यो मरण कसरी मर्ने त? दुखीपूर्ण मर्ने कि खुसी भएर मर्ने? खुसी भएर मर्नको लागि मुखले मात्र भनेर हुँदैन, क्लासमा आउनु पर्यो हैन, ज्ञान सुन्नु पर्यो, बाबाको याद गर्नु पर्यो हैन। हरेकमा चाहिँ नि हाम्रो चाहिँ नि लाभै लाभ हुन्छ के। ब्रह्मकुमारी राजयोगमा आइसक्यो, हामी नुहाउँछौँ, जू पुज्छौँ, त्यसमा पनि फिक्सन बात भयो। बिहान नुहाइसकेपछि हाम्रो एन्डोर्फिन हर्मोनहरू रिलिज हुन्छ, त्यसमा पनि राम्रो भयो हैन। हिँडेर आउँछ यहाँसम्म, न त घरमा त्यतिकै बस्छ, घरमा बस्दा बस्दै खुट्टा त्यतिकै चाहिँ नि कुचेर जान्छ है। अब बढी जति बढी हिँड्यो, जति बढी हामीले चाहिँ उ गर्यो हैन। अब घरमा बस्दा कोठामै बस्छ, गर्मी भयो भनेर, यहाँ गर्मी भए पनि हिँड्छ, भिटामिन डी पाउँछ मजाले घामको हैन। यसरी चाहिँ नि हामीले लाभ पाउँछ। त्यसैले चाहिँ नि यहाँहरु चाहिँ नि जुन प्रत्येक दिन चाहिँ नि यो भूमिमा पाइला मात्र देख्दा पनि तपाईहरुले चाहिँ नि फल पाउँछ, पाइला मात्र देख्दा पनि हैन। किन भन्दाखेरि उहाँले दिन रात मेहनत गरेर अरूलाई सुधार गर्छु भनेर तपस्या बस्नु भएको छ नि यो भूमिमा। त्यसैले चाहिँ नि यो भूमि पवित्र भइसकेको हुन्छ है। त्यसैले चाहिँ नि तपाईहरु कन्टिन्यू चाहिँ नि यहाँ चाहिँ नि आउने गर्नुस्। गाह्रो भयो साह्रो भयो चाहिँ नि त्यसरी भन्नु हुँदैन। किन भन्दाखेरि हाम्रो शरीरले जसरी गरे त्यसरी नै हुन्छ हैन। त्यस्तै भएर जान्छ के। हामीले कहाँ पुर्याउने, कसरी पुर्याउने भन्ने कुरामा चाहिँ नि भर पर्छ है। अब म अर्को एउटा कथा भन्छु, त्यसपछि सघाउनु पर्छ, फेरि तपाईलाई ढिला हुन्छ है। अब जुन एकजना महिला पानी तानिरहेको थियो, एकदमै सुन्दरी, एकदमै ज्ञान भएको पानी तानिरहेको थियो। अनि त्यहीबाट घोडा चढेर एउटा केटा मान्छे, एकदमै धनी केटा मान्छे आइराखेको थियो। अनि त्यो पानी तान्ने केटी चाहिँ नि एकदमै राम्रो पनि हैन, यसो शील स्वभाव हेर्दा राम्रो पनि। अनि यसो हेरिराख्यो। अनि त्यसपछि चाहिँ उसले पछि लाग्दै त्यो धनी मान्छे पनि पछाडि लाग्दै गयो। अनि पछाडि जाने क्रममा चाहिँ नि के भयो भन्दाखेरि, पछाडि जाने क्रममा चाहिँ नि त्यहाँ जुन गयो, त्यसपछि अब त्यो घर पुग्यो, घर यो त भनेर खा भयो। अब त्यो केटा मान्छेलाई के गर्ने त? एकैचोटि ढङ्गा गर्नु हुँदैन, एकैचोटि तिम्रो छोरी मलाई देऊ भन्न पनि मिल्दैन हैन। अनि त्यसपछि चाहिँ नि उसले ढोका ढङ्गा गर्यो। त्यसपछि उसको बाउ हेर्छ, किन भन्दाखेरि म एकजना यात्री हो, मलाई पानी खान धेरै मन लाग्यो, पानी दिनु भनेर भन्छ कि। भर्खर कुवामा पानी पिएर आएको उसले, अब आना त चाह्यो नि हैन र, पानी दिनु भनेर भन्छ। अनि पानी दिनु भनिसकेपछि अनि ल छोरी पानी ल्याउनु त भनेर भन्छ कि। अनि पानी ल्याइदिन्छ। पानी ल्याउँदाखेरि उठौ पखरेकै हैन, पानी पिएर गएको। अनि त्यसरी चाहिँ अनि यो को हो भन्छ कि। बाउ चाहिँले चाहिँ नि यो मेरो छोरी हो भनेर भने। अनि यो विवाहित हो कि अविवाहित हो भन्छ कि। यो त अहिलेसम्म त अविवाहित हो भनेर भन्छ। अनि यति राम्रो छ, यति शील स्वभाव राम्रो छ, यसको किन बिहे नगराइदिएको भनेर भन्छ कि। अनि त्यो बाउ चाहिँले के भन्छ भन्दाखेरि, अब यो मेरो छोरी चाहिँ एकदमै शील स्वभाव भएको, एकदमै ज्ञान भएको, एकदमै शिक्षित पनि हैन। अब गरिबका बिहे गरेर पठाऊ, यो एकदमै शिक्षित, एकदम ज्ञानवान छ, हामीलाई बिहे गर्नै दिन मन लाग्दैन हैन। धनीका बिहे गर्दै देऊ, हाम्रो हैसियतमा छैन उसले दाइजो दिनको लागि हैन। दाइजो दिन हाम्रो हैसियतमा छैन, त्यही भएर हामीले चाहिँ नि बिहे नगरेको त्यतिकै राखेको भन्छ। ल उसो भए चाहिँ नि म धनी हो, मलाई चाहिँ नि तपाईको चाहिँ नि केही पनि दाइजो चाहिँदैन, मलाई बिहे गरिदिनु न, गराइदिनु न तपाईको छोरी भन्छ। अब मैले मात्र भनेर हुँदैन, म पञ्च राख्छु, आफ्नो दाजुभाइसँग सोध्छु भन्छ कि। अनि दाजुभाइसँग सोध्छु भनेर भन्छ।
त्यसपछि चाहिँ यस्तो 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 एकजना चाहिँ मान्छे आएको छ, यसो फलाङ गाउँको यस्तो 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 भन्यो। अनि त्यसपछि ल ल हुन्छ त्यस्तो राम्रो भएर बिहे गरेर पठाइदिनु भन्छ। अनि विधिपूर्वक बिहे गरेर पठाइदिन्छ। अनि बिहे गरेर पठाइदिइसकेपछि के हुन्छ भन्दाखेरि बाटो त लामो छ, जाँदा 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 एउटा जङ्गलको छेउमा चाहिँ उनीहरू बास बस्छ, श्रीमान श्रीमती बास बस्छ। अनि बास बस्ने लाग्दाखेरि चाहिँ नि अनि बाख्रा चराउन आएको एकजना केटा मान्छे चाहिँ आइराखेको हुन्छ। अनि बाख्राले पनि त्यही पोखरीको पानी पिउँछ होइन, त्यही हिसाबले यो ओट चाहिँ नि पानीमा डुबाएर। अब हामी मान्छेहरूले कि यसरी खान्छ होइन, कि भाँडामा उगालेर खान्छ नि होइन, उसले पनि त्यो बाख्रा जस्तै यस्तो मुख चाहिँ नि तल चाहिँ नि जुन त्यो पोखरीमा ओट चाहिँ नि डुबाएर पानी खान थाल्यो। त्यसपछि अनि त्यो जुन उसको श्रीमानले होइन, त्यो केटीको श्रीमानले हेर यो बाख्राको छोराछोरी हेर कसरी पानी पिएको भन्छ। अनि त्यो श्रीमती त एकदमै ज्ञानवान होइन, केटी त एकदमै ज्ञानवान, होइन हजुर उहाँ चाहिँ नि सङ्कटले मात्र यस्तो भएको भनेर भन्छ। होइन यो त चाहिँ नि बाख्राकै छोरा हो भन्छ कि। अनि फेरि त्यो केटीले भन्छ होइन हजुर यस्तो सङ्कट भएर मात्र त्यस्तो भएको भन्छ। होइन यो त चाहिँ नि बाख्राकै छोरा हो भन्छ। अनि होइन हजुर होइन यो त चाहिँ नि सङ्कटले मात्र यस्तो भएको भन्ने। त्यसपछि पारा चढ्न थाल्छ उसको श्रीमानलाई होइन, पारा चढ्न थाल्छ। ओहो बिहे गरेर घर पुगेको छैन, मेरो कुरा काट्ने होइन तिमीले, मेरो कुरा काट्ने होइन भने उसलाई अहङ्कार जाग्यो। ऊ त धनी पनि हो होइन, अहङ्कार जाग्यो। अनि त्यसपछि उसलाई रिस उठेर ल अब तिमी जेसुकै गर, तिमी चाहिँ नि मेरो घर खोज्दै आयो भने चाहिँ नि मेरो खुकुरी तिम्रो घाँटी हुनेछ भनेर चाहिँ नि जङ्गलमा अलपत्र पारेर चाहिँ नि छोडेर गयो है। त्यो भर्खर बिहे गरेर ल्याएको केटीले छोडेर गयो बिचरा है। अब केटीले के सोच्छ अब होइन, हामीमै के गर्छौँ माइत जान्छु भनेर जान्छ नि होइन, माइत जान्छु भनेर उसले के सोच्छ, म त माइत जानु हुँदैन, माइत गयो भने मलाई कति सम्मानले कति मायाले सबै दाजुभाइहरूले कति आशाले यस्तो धनी कहाँ यस्तो राम्रो केटा पायो, शिक्षित केटा पायो भनेर बिहे गरेर पठाएको उनीहरू सबैको चाहिने मनमा चाहिने एकदमै निराश हुन्छ, उनीहरू सबै दुखी हुन्छ। अब म केही न केही गर्छु भनेर त्यहाँ रोएर बस्छ। अनि रोएर बसेको बेलामा त्यही बाख्रा चराएको केटा मान्छे आएर चाहिँ नि अनि नानी के भयो तपाईँलाई भन्छ कि। यसो हेरेर सबै चाहिँ नि जुन नवविवाहितको चाहिँ नि गहना तन्नै भएको होइन, झोडा सबै चाहिँ नि विवाहितको के भयो त भन्दाखेरि उसले बोल्दै बोल्दैन, रोएर बस्छ बोल्दै भन्ने। अनि उसले सोध्छ केही न केही त गर्नु पर्यो, जङ्गलमा के गर्ने भनेर चाहिँ नि उसले चाहिँ नि म चाहिँ नि यसरी आएको, मेरो श्रीमानले छोडेर गयो यति मात्र भन्छ। अनि ल त ठिक छ उसो भए चाहिँ नि तिम्रो श्रीमानले छोडेर गए पनि अब म त खासै चाहिँ नि लेखापढा पनि आउँदैन, मलाई केही आउँदा पनि आउँदैन, मेरो घरमा हिँड्नु, म आजबाट चाहिँ नि मेरो चाहिँ नि धर्मको बहिनी भयो होइन, आजबाट मेरो बहिनी भयो तिमी तपाईँ भनेर भन्छ कि। अनि घर जानु भनेर भन्छ। घरमा जाँदा त बुढी आइमाई एकजना होइन, उसको आमा, अरू कोही छैन। अनि त्यसपछि चाहिँ अचम्म हुन्छ त्यति राम्रै होइन, त्यसपछि गहना छपक्क लाएको राम्रो लुगा लाएर चाहिँ नि विवाहितको लुगामा अचम्म पर्छ नि त्यो उसको चाहिँ नि आमा चाहिँ नि त्यो केटाको आमा चाहिँ भन्न नपाउँदै चाहिँ नि यस्तो यस्तो बाटोमा भेटेँ यस्तो 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 त्यसरी यहीँ बस्छ यो भन्दाखेरि अब त्यो बुढी आमालाई मन त पर्दैन खासै, तर छोराले चाहिँ नि अब बहिनी भनेर ल्याएर ठिकै छ भनेर भन्छ कि, ठिकै छ भन्छ। अनि त्यसपछि चाहिँ नि जुन त्यो 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 त शिक्षित होइन, त्यो बहिनी भनौँ त शिक्षित हो नि, त्यसले चाहिँ नि बिस्तारै बिस्तारै उसले पढ्ने लेख्ने यस्तो मान्छे समाज सम्बन्धी सबै सिकाउन थाल्छ। अनि सबै सिकाउन थालिसकेपछि वर्षौँ बसिसकेपछि जुन त्यो बाख्रा चराउनेको आमाले पनि उसले विश्वास गर्न थाल्छ, छोरी जस्तै मान्छ उसलाई होइन। मानिसकेपछि अब भाइ अब सधैँ यसरी बाख्रा चलाएर हुँदैन, यो बाख्राहरू सबै बेचौँ भनेर भन्छ। बाख्राहरू सबै बेचौँ, एउटा चाहिँ राम्रो घर बनाऊ, एउटा राम्रो घोडा किनौँ, राम्रो खाले घोडा किनौँ, मलाई चाहिँ नि घोडाको आइडिया छ भन्छ। ल त भनेर चाहिँ नि यो बाख्रा सबै ऊ त बहिनीले भनेको सबै कुरा मान्ने, शिक्षा पनि उसले नि दियो, सबै ज्ञान पनि दियो, उसकै चाहिँ फलो गर्दै गयो। त्यसपछि चाहिँ नि अनि राम्रो खाले राम्रो नसलको घोडा भन्छ कि, घोडा एउटा किनेर त्यसपछि घरसर बनायो। अनि त्यसपछि भन्छ हेर भाइ अब चाहिँ नि तिम्रो काम के, दरबारमा जाने, दरबारमा के कुरा भएको छ कि तपाईँले चाहिँ लेखेर ल्याउनु, कि नभए चाहिँ नि जस्ताको त्यस्तै मलाई सुनाउनु भन्छ कि।
अनि ल त भनेर वर्षौँ त्यसरी चाहिँ नि गइसकेपछि अनि एकचोटि चाहिँ नि त्यहाँको राजाले घोषणा गर्छ, यहाँ घोडा चाहिँ नि प्रतियोगिता हुँदैछ, कोही मान्छे चाहिँ नि म भन्दा चाहिँ नि फर्स्ट चाहिँ नि कसले जित्यो उसलाई चाहिँ नि म पुरस्कार दिन्छु भन्छ होइन, पुरस्कार दिन्छु भन्छ। अनि त्यही कुरा चाहिँ नि उसको चाहिँ नि बहिनीलाई भन्न आउँछ, बहिनी यस्तो यस्तो भयो भन्दाखेरि खुसी हुन्छ, ल राम्रै भयो ल। अनि त्यसपछि चाहिँ नि उसलाई भन्छ, ल कहिले हुने भने ल यति बेला हुँदैन, ल त्यो बेला जानु भनेर भन्छ। अनि त्यसपछि खानेकुरा पानी सबै चाहिँ नि घोडाको चाहिँ नि पिठमा चाहिँ नि पानी दिन्छ। अनि ल ल भाइ हेर, घोडाको पिठमा चाहिँ नि यो खानेकुरा अनि त्यसपछि भोजन पानी सबै बाँडेर दिएको छ, तर एउटा कुरा राम्ररी सुन्नु, सुरुमा नदौडिनु, बिस्तारै जानु, बिस्तारै जाँदा चाहिँ यो एकदमै राम्रो खाले घोडा हो, यो घोडा चाहिँ नि थाक्दैन पनि, यो चाहिँ नि यसलाई चाहिँ नि खासै चाहिँ नि गाह्रो पनि हुँदैन, बिस्तारै जानु 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 अनि बिस्तारै बिस्तारै गइसकेपछि जब चाहिँ नि राजाको सामु हुन्छ त्यसपछि राजाले कहिले पछाडि नपाउनु होइन, राजाले जहिले पनि राजाले चाहिँ नि सँगैसँगै हिँडिराख्नु, राजाले चाहिँ नि पछाडि पारेर तिमीले पुरस्कार लिने यो नसोच्नु, पुरस्कार लिने कुरा छोडिदिनु, जस्ट राजासँगसँग मात्र हिँड्नु भन्छ। अनि ल त भनेर त्यो बहिनीको कुरा सबै मान्ने होइन। त्यसपछि ऊ गयो दौडिँदा दौडिँदा, सुरुमा चाहिँ अरू अगाडि बढ्दै थियो, अरूको घोडा अब छिटो पहिला सुरुमै दौड्यो, छिटो सुरुमा दौडिँदाखेरि के भयो भन्दाखेरि उनीहरू थाक्यो होइन। अब यो बिस्तारै बिस्तारै दौड्यो, अब हाम्रो शरीरले पनि एउटा शक्ति ल्याउँछ क्या, तपाईँले एकैताल अहिले चाहिँ तपाईँको 50 किलो बोकाउनु त त्यही थचक्क हुन्छ, आज 1 किलो भोलि 2 किलो पछि 3 किलो हुँदै 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 जाँदा हामीले बोक्न सक्छ क्या जति पनि होइन, नभए परिवारले हेर्नु न होइन कति बोक्छ, तपाईँको चाहिँ ऊ 50 किलो छ भने 100 किलो बोक्न सक्छ होइन। त्यस्तै भने चाहिँ घोडा हरेक जनावरको त्यही हो रुल। अनि बिस्तारै बिस्तारै दौडी जाँदाखेरि चाहिँ नि अब त्यो राजालाई त अहङ्कार छ होइन, म सबैभन्दा चाहिँ नि घोड चाहिँ नि एकदमै चाहिँ नि घोडा चाहिँ नि फास्ट दौडाउन सक्ने भने त्यो अहङ्कारले यति चूर्ण भयो कि दौडिँदा मरुभूमि गयो, मरुभूमि पुग्दाखेरि चाहिँ नि ऊ थाक्यो, राजा थाक्यो, उता सँगसँगै छ नि होइन। त्यसपछि चाहिँ थचक्क बसेर चाहिँ नि उता मर्न लाग्यो होइन, एकदमै गाह्रो भयो, मर्न लाग्यो, पानी 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 भनेर चिच्याउन थाल्यो। त्यसपछि चाहिँ नि अनि उसले त भनेको छ उसको बहिनीले पानी यहाँ छ खाने यहाँ छ भनेर पानी ल्याएर टक्क दियो, ओ पानी पिइसकेपछि आनन्द माने खुसी भयो, उसको त ज्यानै फर्किया जस्तै भयो क्या है। अब मरुभूमिमा पानी त धेरै गाह्रो हुन्छ, हामीलाई त एकछिन पानी नपिउँदा चाहिँ नि अप्ठ्यारो पर्छ, यहाँ मलाई पनि पानी छैन है। अनि त्यसपछि चाहिँ नि त्यो पानी पिइसकेपछि सक्छ, त्यसपछि अब पानी पिइसकेपछि उसले भोक लाग्न थाल्यो, ए भोक लाग्यो भन्यो। अनि हजुर महाराज मैले भोजन पनि ल्याएको छ भनेर रोटी तरकारी तन्न लाग्छ, उसले त दुईटा हातले तन्न खान थाल्छ। अनि तन्न भइसकेपछि त्यसपछि उसको सेनाहरू त पछाडि आइरहेका छ नि, सेनाहरू पनि आयो। अनि त्यसपछि सेनाहरूले सोध्छ, जसले जीवन बचाउँछ उसलाई के दिनुपर्छ भन्छ। अब कसलाई जीवन बचाएर थाहै छैन होइन, सेनाहरूले त थाहा छैन। त्यसपछि चुप्प लाग्छ, अनि मेरो ज्यान चाहिँ नि यो केटाले बचायो, त्यसैले चाहिँ नि सेना प्रमुख चाहिँ नि यसलाई चाहिँ नि सेनापति बनाउने भनेर सोचेको छु भन्यो। त्यसपछि रिस उठ्न थाल्यो अरूलाई त होइन, अरू सेनापति त कस्ने भयो, रिस उठ्न थाल्यो। अनि अब राजाले त नकार्न सकेन, चुप्प लाएर बस्यो, नकार्न त सकेन। त्यसपछि तै पनि अब ऊ गरेर बसिराख्यो। त्यसपछि चाहिँ नि ऊ गयो, ल तिमी चाहिँ नि भोलि आउनु है भनेर भन्यो। त्यसपछि अब उसलाई चाहिँ नि भित्र खुल्लुली भएको छ कि मेरो ज्यान बचाउनेले के उपहार दिने भन्यो होइन, उठाउन त मर्नै थियो। अनि घर गएर आफ्नो श्रीमतीको अगाडि चाहिँ भन्छ, अनि प्रिय ज्यान कसैले बचायो भने चाहिँ नि के गर्नुपर्छ त्यसलाई भने खुलस्त भन, मलाई त्यस्तो लम्बाइ चौडाइ कुरा नगर्न भने म यसै गएको थियो, एउटा केटा मान्छेले ज्यान बचायो, यस्तो एकदमै राम्रो स्वभावको एकदमै ज्ञान पनि भएको भन्छ। ए हाम्रो छोरी पनि विवाह लागेको हुन्छ, उसले हाम्रो छोरी बिहे गर्दा दिने नि, ल बोलाउनु पठाउनु भन्छ क्या है, राजकुमारी बिहे गरेर दिने भनेर भन्छ। त्यसपछि चाहिँ नि अनि त्यहाँ सल्लाह भइसकेपछि ल हिजोको चाहिँ नि केटालाई चाहिँ बोलाउन जानु भनेर भन्छ क्या। अनि बढाउनु जानु भनेर भन्यो। अब फेरि यता चाहिँ नि बहिनी चाहिँ एकदमै चलाक, एकदमै ज्ञानवान, उसले के सोच्यो, अब यसलाई चाहिँ नि केही उता घर पुगेर बहिनी मेरो यस्तो भयो, राजाले खाए यताउता भनिसकेपछि खुसी त भयो। अनि के सोच्छ बहिनी त एकदमै दिमाग भएको, अब तिमीलाई मार्नको लागि कोही मान्छे चाहिँ आउन सक्छ है, कोही मान्छे चाहिँ आउन सक्छ भनेर ल भाइ तिमी चाहिँ भित्र सुट, तिम्रो त्यो घोडालाई चाहिँ नि
मलमपट्टि केही पनि नगरा यहीँ राखिरहेको त्यसलाई भन्न भन्छ। अनि त्यसपछि त्यो राजाले बोलाउन गएको मान्छेहरू चाहिँ नि जान्छ, गएको बेलामा चाहिँ यसो हेर्छ, घोडा त भेट्यो होइन। अनि त्यसपछि उसको चाहिँ नि बहिनी चाहिँ बसिरहेको छ बाहिर, के भन्छ अनि खोइ त भनेर भन्दाखेरि घोडा आइपुग्यो मान्छे आइपुगेको छैन भन्छ कि, मान्छे त आइपुगेको छैन घोडा चाहिँ आइपुग्यो भन्छ। अनि त्यसपछि चाहिँ ऊ फर्किन्छ, फर्केर नि राजाले भन्छ राजा महाराज घोडा चाहिँ भेट्यो, घर पनि भेट्यो, तर मान्छे चाहिँ आएको छैन भनेर भन्यो भन्छ कि। अनि त्यसपछि उसो भए मै जान्छु भन्न भन्छ, फेरि राजै जान्छ। अनि राजै गइसकेपछि चाहिँ नि राजाले भन्छ अनि उसलाई चाहिँ नि अगाडि आउँछ, अनि खोइ त यो घोडाको मान्छे भने होइन, घोडा चाहिँ आइपुग्यो मान्छे चाहिँ आइपुगेको छैन भन्छ। अनि राजा भनेको राजै हुन्छ, उसले त सोच्यो ए यसलाई चाहिँ नि कसैले शत्रु गर्छ, यसलाई मार्छ भनेर यसरी टेक्निक लगाएको भयो भनेर होइन। छोरी किन भन्दाखेरि म राजा हो, मलाई मेरो ज्यान बचाइदिएको, मैले चाहिँ नि उहाँलाई चाहिँ नि राखीमा बोलाउनको लागि म आएको हो भनेर भन्दाखेरि चाहिँ नि भित्र सुतिराखेको छ भन्छ। उसलाई लिएर जान्छ। अनि लिएर गइसकेपछि चाहिँ नि उता चाहिँ नि रानी राजा भएको ठाउँमा चाहिँ नि उसलाई चाहिँ नि के भन्छ भन्दाखेरि मेरो छोरी तिमीलाई दिने भयो, तिम्रो के विचार छ भन्दाखेरि महाराज हजुरले भन्नुभएको मलाई खुसी लाग्छ, म एकचोटि घरमा पनि सल्लाह गर्नुपर्छ भन्छ। अचम्म पर्छ होइन, अरूले त राजकुमारी भन्दाखेरि चाहिँ नि तुरन्तै होइन झम्किहाल्ने हुन्छ, ऊ त अचम्म हुन्छ होइन, घरमा सोध्ने भन्यो भनेर। त्यसपछि चाहिँ नि ल त भनेर चाहिँ नि घरमा उसको बहिनीलाई भन्छ, बहिनी यस्तो यस्तो भने ए बहिनी चाहिँ एकदमै खुसी हुन्छ, मेरो चाहिँ नि सफल भयो मेरो कर्म भनेर खुसी हुन्छ। अनि खुसी भइसकेपछि अनि उसलाई चाहिँ नि दिन टोकेर चाहिँ नि बिहे गरेर दिन्छ, अनि राज्य आदि पनि दिन्छ होइन। राज्य आदि दिएर चाहिँ नि ल तिमीलाई चाहिँ नि अब चाहिँ नि म यताउता पऱ्यो भने तिमीले राज्य चलाउने भनेर ऊ चाहिँ नि यता गएर राज्य दिन्छ। अनि राज्य दिइसकेपछि चाहिँ नि आमालाई बहिनीलाई त्यही चाहिँ नि दरबारमा लान्छ। अनि त्यसपछि चाहिँ अब उसको कुरा आयो होइन, ल भाइ अब चाहिँ नि फल्ला 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 फल्लाको मान्छेलाई चाहिँ समात्नु भन्छ होइन। फल्ला फल्ला उसको श्रीमान छ नि उसलाई बिचमै छोडेर गएको। अनि त्यसपछि चाहिँ ऊ चाहिँ नि आउँछ होइन। ऊ आएको बेलामा एकछिन झिना भयो होला, गाडीमा म पानी पिउँछु। अनि त्यसपछि चाहिँ नि अनि सबैलाई केरकार गर्दै चाहिँ फल्ला 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 नाम भएको मान्छे भनेर तर्क समात्यो। अनि समातिसकेपछि त त्यो मान्छेलाई थाहै हुँदैन किन समात्यो, राजाले के मलाई किन समातेको, मेरो कसुर के छ भन्न थाल्छ कि। अनि उसले थाहै छैन किन समातेको, मलाई केही थाहा छैन, राजाले समात भने समातेको हो भन्छ। त्यसपछि चाहिँ नि उसलाई जेलमा राखिराख्छ 4 दिन, केही पनि नखाइकन होइन, ननुहाइकन नखाइकन त्यस्तोमा बसिसकेपछि त फोडी पनि देखिन्छ होइन, एकदमै ऊ हुन्छ। अनि 4 दिनपछि चाहिँ नि अनि 4 दिनपछि के हुन्छ भन्दाखेरि त्यो 4 दिनपछि त्यो चाहिँ नि त्यो जुन केटी होइन बहिनी चाहिँ टक्क चाहिँ नि त्यो विवाहकै गहना विवाहकै सबै लाएर चाहिँ नि टक्क चाहिँ नि त्यहाँ जेलमा जान्छ। उसले जहाँ उसको श्रीमान चाहिँ नि बन्द राखिराखेको यसो हेर्दाखेरि चाहिँ नि उसले त चाहिँ नि चिनिहाल्छ आफ्नो श्रीमतीलाई होइन, तर सँगै आएको राजालाई चिनेन, यो को होला होइन, यो को होला भनेर सोध्छ। अनि त्यसपछि चाहिँ उसले सुन्यो, अचम्म पर्छ कि ऊ जेलमा होइन, जेलभित्र ताला खोलिसकेपछि आफ्नै श्रीमती होइन, अचम्म पर्छ। ऊ त एकदमै चाहिँ नि लाजले झुकेर हजुर मलाई चाहिँ नि माफ गरिदिनु भन्न भन्छ कि, माफ गरिदियो मलाई चाहिँ नि मैले चाहिँ नि गल्ती गरेँ भन्छ। अनि त्यसपछि चाहिँ नि मलाई चाहिँ नि यस्तो अवस्थामा चाहिँ नि तपाईँले छोडेर जानुभयो भन्छ। अनि त्यसपछि उसले भन्छ मैले चाहिँ नि तिमीलाई पछि छोडेर गइसके त्यो ठाउँमा पनि खोज्न आएँ, मलाई पश्चाताप भएर होइन, धेरै ठाउँमा तिमीलाई खोजेँ, मैले तिमीलाई भेटाउन सकेन, त्यही पश्चातापले म दौडिराखेको थिएँ, मेरो घरबाट पनि अर्को बिहे गर भनेर भनेको थियो, मैले तिमीलाई अन्याय गरेको कारणले गर्दाखेरि, मेरो अहङ्कार एउटाको कारणले गर्दाखेरि मैले चाहिँ नि यसरी तिमीलाई छोडेर गएँ होइन, त्यो भएको कारणले मैले बिहे पनि गरेँ भन्छ कि। अनि त्यसपछि त्यही डायलग चाहिँ नि उठाउँछ, यदि चाहिँ नि तपाईँले चाहिँ नि तपाईँको त्यो तरवारमा यदि चाहिँ नि खिया लागिसक्यो भने चाहिँ नि म तपाईँलाई फेरि चाहिँ नि तपाईँले म चाहिँ नि माफ गर्न सक्छु। उसले त भनेको थियो नि यदि मेरो गाउँमा आयो भने मेरो तरवार तिम्रो घाँटी हुन्छ भनेको थियो नि होइन, त्यो तरवारले यदि खिया लागेको उसले चाहिँ नि इन्डाइरेक्ट रूपमा बोलेको, म तिमीसँग फेरि चाहिँ नि साथमा बस्न चाहन्छु भनेर भनेको भयो। अनि त्यसपछि चाहिँ नि हुन्छ भनेर खुसी हुन्छ। अनि त्यसपछि चाहिँ नि खुसी हुन्छ। अनि त्यसपछि देखाउँछ यो को हो देखाएछ, यो को हो भन्छ। उसले त
थाहै छैन को हो नि, राजा हो तर को हो थाहा छैन। हेर यो चाहिँ नि तिमीले जुन पहिला चाहिँ नि बाख्राको छोरा भने नि, यही हो, यो बाख्राको छोरा भने नि यही हो त्यो होइन। तिमीले छोडेर गएको बेलामा यसले मलाई आश्रय दियो होइन। यो को हो म को हो मलाई थाहा छैन, तर यसले मलाई आश्रय दियो होइन, मलाई चाहिँ साथ दियो। तिमीले मलाई बिहे गरेर लगेर पनि जङ्गलको बाटोमा छोडेर गयो होइन। बाख्राको सन्तान तिमी हो कि यो हो भनेर भनिसकेपछि अझ लाजले फुटुक्कै भयो, लाजले फुटुक्क भयो उसलाई चाहिँ नि होइन। त्यसैले चाहिँ नि अनि त्यसपछि चाहिँ नि उसले भन्छ कोही पनि व्यक्ति चाहिँ नि अज्ञानता हुँदैन, कोही पनि व्यक्ति अशिक्षित हुँदैन होइन। जोसुकै व्यक्ति पनि उच्च कोटिमा पुग्न सकिन्छ, तर चाहिँ नि उसलाई सल्लाह दिने होइन, उसको सुझाव दिने त्यो मान्छे चाहिँ नि असल र महान हुनुपर्छ, तर त्यसको कुरा सुन्नु पर्यो होइन। यदि चाहिने उसले चाहिने बहिनी चाहिने अब बाख्रा सबै बेच्दियो भन्दाखेरि मैले परम्परादेखि बाख्रा पालिराख्यो किन बेच्ने भनेर प्रश्न गरेको भए ऊ राजा हुन्थ्यो होला। अब बहिनी चाहिने चाहिँ नि ल अब घोडा दौडाइमा चाहिँ नि राजाले चाहिँ नि ओभरटेक नगर, राजाको पछाडि पछाडि बसिरहेको भनेर चाहिँ नि त्यति नभनेको भए राजाले पछाडि परेर अगाडि गएको भए त सायद राजा पनि मर्न सक्छ नि होइन, प्यासले होइन। पुरस्कार त पाउँछ होला अलिअलि होइन, पुरस्कार पाउनु र राज्य पाउनुमा कति फरक पर्छ। त्यही भएकोले दिदीहरूको कुरा सुनेर ज्ञानमा आएर ध्यान गरेर आफू को हो भनेर बुझ्नु पर्यो हो कि होइन है, बुझ्नु पर्यो कि मार्गदर्शन दिइरहेको व्यक्तिलाई, मार्गदर्शन दिन चाहेको व्यक्तिलाई सहयोग गरेर आफूले सुनेर बुझेर साथ आयो भने आफ्नो उत्थान हुन्छ होइन। आफूले अहङ्कार गरेर चाहिँ नि मै जान्ने मै सुन्ने भयो भने खतम हुन्छ होइन। त्यसैले चाहिँ नि यहाँ कोही पनि नराम्रो भन्ने हुँदैन, सबै राम्रो हुन्छ, तर चाहिँ नि आफूलाई चाहिँ नि ज्ञान दिएको त्यो ज्ञान सुनेर त्यो ध्यान सुनेर त्यसको साथ जानु पर्यो, कुरा सुन्नु पर्यो होइन, कुरा सुन्नु पर्यो, त्यसको ज्ञान बुझ्नु पर्यो। त्यो ज्ञान बुझेर सुनेर जाने क्रममा अनि हामी पनि राजा हुन्छौँ होइन र। ऊ बाख्रा चाहिँ नि पानी कसरी पिउने समय थाहा छैन उसलाई होइन, तर सङ्गत राम्रो भयो, कुरा सुन्ने उसले होइन। उसलाई चाहिँ जुन मार्गदर्शन गर्ने मान्छे महान पायो होइन। जो कोही व्यक्ति पनि सफल हुनको लागि एउटा मार्गदर्शन दिने व्यक्ति चाहिँ महान हुनुपर्छ होइन। त्यो महान भएन भने के हुन्छ, अब हामीले त के गर्छ, एउटा हिरोनीको लुगा लगायो भने हामीले त्यस्तै लुगा लगाउँछौँ, एउटा हिरोको त्यो दाढी मिलायो भने त्यस्तै दाढी गर्छौँ होइन। अब त्यो हिरो हिरोइनहरूको चाहिँ नि तपाईँको चाहिँ नि जीवनमा फटाल्ने हिँड्ने हो भने चाहिँ नि तपाईँको चाहिँ 3वटा बिहे 4वटा बिहे कतिको भइराखेको हुन्छ होइन। कतिको चाहिँ बलात्कार केस पनि भएको हुन्छ, कतिको चाहिँ तपाईँको ज्यानमाराको केस पनि भएको हुन्छ। हामीले के गर्नु पर्यो, हामीले चाहिँ नि परमात्मा परम पिताको ज्ञान बुझ्नु पर्यो है। त्यो बुझेको खण्डमा उहाँ लागिरहेको व्यक्तिसँग हामीले साथमा साथ हातमा हात मिलाएर गएको खण्डमा हाम्रो चाहिँ नि साधारणतया जीवनलाई उच्चतया जीवन बनाउन सकिन्छ। यति भन्दै म आजलाई चाहिँ नि यति नै र नयाँ वर्षको धेरै धेरै शुभकामना र टाइम दिएकोमा धेरै धेरै धन्यवाद र हाम्रो सुवर्ण दिज्यूलाई पनि धेरै धन्यवाद, यहाँ सम्पूर्ण आउनु भएकोलाई पनि धेरै धेरै धन्यवाद। ओम शान्ति, ओम शान्ति। धेरै 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 धन्यवाद हाम्रा आदरणीय रविनानन्दज्यूलाई। उहाँलाई फेरि पनि एकचोटि जोरदार ताली।
प्रकृतिको नियमको कुरा गर्नुभयो। एउटा सबैको अब लाइफ साइकल हुन्छ, जीवन चक्र हुन्छ, को कसरी सबै कुरा जे पनि हुन्छ भने त्यो कारणले हुन्छ भनेर उहाँले हामीलाई स्पष्ट पारिदिनु भयो। र साँच्चै नै यो यी कुराहरूले, यी ज्ञानका कुराहरूले हाम्रो जीवनलाई हामीलाई सुन्दा त यति आनन्द आइरहेको थियो भने हामी आफैले यो जीवनमा लगायौँ, उपयोग गऱ्यौँ भने साँच्चै नै हाम्रो जीवन कति नै सहज, कति नै सरल र कति श्रेष्ठ बन्ला। र जुन अब आत्मा अहिले चाहिने भनेको चाहिँ हामीलाई आत्मा र हाम्रो शरीर स्वस्थ रहनुपर्ने हो। शरीर स्वस्थ त अब उहाँ गुरुले नै आएर अब हामीलाई सिकाउनु भएको छ। अब आत्माको स्वस्थ रहनको लागि पनि उहाँले हाम्रो सुवर्ण दिदीजीले चाहिँ अब उहाँले रिकमेन्ड अथवा सुवर्ण दिदीजीले देखाएको बाटोमा हिँड्नको लागि हामीलाई सल्लाह दिनुभएको छ। यसको लागि धेरै 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 धन्यवाद हाम्रा आदरणीय र तपस्वी रविनानन्दज्यू। र यस्तो मिलन अथवा यस्तो क्लास चाहिँ हामीले अझै पनि यस्तो भइरहोस् आगामी दिनमा पनि यहाँसँग हामी जोडिरहन पाऊँ। र यसको लागि चाहिँ सुवर्ण दिदीलाई पनि यो अवसर दियो, सुवर्ण दिदीलाई सुवर्ण अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। र अब वरदानले बोल राखिदिनु हुनको लागि, शुभकामना मन्तव्य राखिदिनु हुनको लागि ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्रकी सञ्चालिका यही मन्तव्यकै क्रममा र अब यो के हो ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, अब यहाँ हामी किन छौँ, के को लागि छौँ भनेर पनि परिचय दिनको लागि अथवा यस संस्थाको बारेमा हामीलाई अवगत गराइदिनको लागि चाहिँ म राधे राधे कि अब सेवा के गीता पाठशालाकी सञ्चालिका ब्रह्मकुमारी सावित्री दिदीज्यूलाई हार्दिक अनुरोध गर्दछु। ओम शांति, ओम शांति। गुड मॉर्निंग, गुड मॉर्निंग। जोजलप्पा। परमपिता परमात्मा भोलेनाथ, पशुपतिनाथ, शिव बाबा, ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र छालिङ 5 भीमसेन डाँडा स्थित परमात्मा बाबाको घरमा यति ठुलो कार्यक्रम आयोजना गरे हुने आदरणीय ममतामयी त्यागी तपस्वी ब्रह्मकुमारी सुवर्ण दिदीज्यूलाई पहिलोपल्ट भनौँ हृदयदेखि नै धेरै धेरै धन्यवाद छ। र साथमा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर जो आउनुभएको छ मनोक्रान्ति योग भक्तपुरकी संस्थापिका आदरणीय तपस्वी रविनानन्दज्यूलाई पनि धेरै धेरै म धन्यवाद गर्छु। र योगानन्दज्यू आदरणीय योगाङ्कज्यू र रेस्पेक्टेड योगा टिचर, साउन्ड हिलर, रिकी मास्टर, रेस्पेक्टेड मिस्टर अथर, सो वेलकम टू नेपाल, वेलकम टू भक्तपुर एन्ड छालिङ। र जो दिदीको आज्ञा अनुसार, बाबाको आज्ञा अनुसार हजुरहरू यहाँ आउनुभएको छ, आफ्नो अमूल्य समयलाई भनौँ न एउटा सदुपयोग गर्नुभएको छ। र एकछिन हजुरहरूलाई म सानो एउटा कुरा अनुरोध गर्छु र रिक्वेस्ट गर्छु, एकपल्ट हजुरहरू उठिदिनुहोस् न 1 मिनट। यो पछिल्लो अवस्था हजुरहरूलाई अलिकति गाह्रो पनि भएको छ, एकछिन गोडा तन्काइदिनुहोस् प्लिज है, अलिकति फ्रेसनेस होस् है। यो किन हाम्रो शरीर पनि एक रूपमा बसिरह्यो भने